यार आज भर्खरै नेपिज लाइफस्टाइल एसएमपी रिलिज भएको थियो र म छिरे सर्भरमा तबाही मचाउन र सबै प्लेयरमाथि डोमिनेट गर्न। मेरो एउटै मात्रै उद्देश्य थियो, यो सर्भरकै सबैभन्दा पावरफुल प्लेयर बन्ने। र अब पिभिपीमा धेरै नै खतरा भए पनि मलाई यस्तो लाइफस्टाइल एसएमपीमा खेल्ने बिल्कुल पनि एक्सपिरियन्स थिएन र मैले मेरो साथीको हेल्प लिएँ र साथीले मलाई एउटा मडको बारेमा चिनायो जसको नाम थियो ब्यारिटो। र मेरो एउटा टिम पनि बनिसकेको थियो जसमा थिए असुरा र शशाङ्क। के हामीले हाम्रो उद्देश्यलाई सफल पार्न सक्छौँ त? हेर्नको लागि बस्नुहोस् लास्टसम्म। मिल्छ भने त सब्सक्राइब बटन पनि टिपिदिनु होला है। त्यस पछाडि हामीले गेमभित्रको सर्भरभित्रको एउटा टिम बनायौँ जसको नाम थियो द भोइड। र हामीले ग्राइन्डिङ के सुरु गर्ने लागेको थियो सर्भर क्र्यास र लगभग 5 देखि 10 मिनटपछि सर्भर फेरि रिओपन भयो र सबै ग्लिचहरू फिक्स भइसकेको थियो। सुरुमा त हामीले नर्मल टुल्सहरू ग्राइन्ड गऱ्यौँ, स्टोन, आइरन र आइरन स्मेल्ट हुँदै गर्दाखेरि मैले युज गरेँ ब्यारिटो, जसलाई हामी भिडियोभरि भन्नेछौँ ब्रह्मास्त्र। म मेरो ब्रह्मास्त्र चलाउनेमै बिजी थिएँ। मेरो साथीहरूले आइरन र अरू टुल्सहरू कलेक्ट गर्न थाले र छिटै नै मैले डायमन्डको फुल सेट अफ आर्मर र टुल्सहरू बनाएँ र मेरो साथीहरूलाई पनि दिएँ। त्यस पछाडि पालो थियो इन्चान्टमेन्ट्सको। त्यसको लागि हामीले सामानहरू कलेक्ट गरेर इन्चान्टमेन्ट टेबल बनायौँ। बुक सेल्फ्स राख्दै गर्दाखेरि हामीले के थाहा पायौँ भन्दा यो सर्भरमा कस्टम इन्चान्ट्स पनि रहेछ जुन चाहिँ लेभल 46 र एक्सपी लेभल 50 सम्म खुल्ने थियो। स्टोरमा एक्सपी बोतल एकदमै सस्तो थियो, त्यही भएर हामीले गऱ्यौँ जे हजुरहरूले सोध्दै हुनुहुन्छ। मैले मेरो पिकेक्स इन्चान्ट गर्ने थालेँ। पिकेक्सलाई मात्रै के इन्चान्ट गरेको थिएँ, मेरो साथी असुराले आएर भन्छ मैले ट्रायल च्याम्बर भेटेँ र हामी दुवैजना ट्रायल च्याम्बर्सको लागि रेडी हुन थाल्यौँ। मेरो साथीलाई ट्रायल च्याम्बर लुट्न आउँदैन थियो, त्यही भएर मैले गाइड गर्दै थिएँ। सुरुमा त हामीले नर्मल ट्रायलहरू गऱ्यौँ, त्यसबाट ट्रायल कि लिएर भल्ट ओपन गरेर हामीले फाइनली अम्निमस बोतल पायौँ जसको इफेक्ट थियो ब्याड। र ब्याड ओमेन लागेपछि हामीले गऱ्यौँ अम्निमस ट्रायल। यसो हेर्दा त सजिलै लागेको थियो, तर यो निकै नै मुस्किल। मेरो साथी त 2-3 चोटि नै मऱ्यो र म पनि मर्नु र बाँच्नुको अवस्थामा पुगिसकेँ। Oh shit, not good. धन्न हाम्रो सर्भरमा सकको जसबाट मैले एउटा 2टा गोल्डन एप्पल लिएर तसो अम्निमस ट्रायलहरू कम्प्लिट गरेँ। हामीले त्यसबाट धेरैवटा की पाएको थियो र अब खोजीमा थियौँ हेभी कोरको, जसको मद्दतले हामीले मेस बनाउन सक्थ्यौँ। मेस भनेको चाहिँ एउटा नयाँ वेपन हो जसलाई माइनक्राफ्टको 1.21 को अपडेटमा एड गरिएको थियो। यसलाई बनाउन एउटा हेभी कोर र एउटा ब्रिज रडको जरुरत हुन्छ। यो निकै नै पावरफुल छ। यसले जति धेरै हाइटबाट जम्प गरेर हान्यो त्यति नै धेरै र चलाउने आउने मान्छेहरूको लागि यो एकदमै काम लाग्ने कुरा हो। युट्युबर्सहरूको ट्रिक जसमा भनिएको थियो कि अम्निमस भल्टको पछाडिपट्टि जुन स्पिनर चलिरहेको हुन्छ त्यसमा हेभी कोर आएपछि मात्रै की हाल्नु र तपाईँले 100% हेभी कोर पाउनुहुन्छ। तर अफसोस न मेरो साथीले पायो न मैले पाएँ र हामी खोजीमा थियौँ एउटा नयाँ अम्निमस भल्टको र मैले फ्री क्याम युज गरेर अम्निमस भल्ट खोज्न थालेँ। फ्री क्याम हेर्दै गर्दा मान्छे किन खाली बस्नु भनेर मैले फेरि ब्रह्मास्त्र चलाएँ। तर यो सबै हुँदै गर्दा मसँग एकदमै अनहोनी कुरा भयो। तपाईँ आफै हेर्नुहोस्। र यसरी म यस सर्भरमा ब्यान भएँ। मैले धेरैवटा आइडीबाट ट्राई गरेँ तर त्यसले मेरो डिभाइसै ब्यान गरिदिइसकेको थियो। अब 2टा मात्रै अप्सन थियो, कि त यो एक दिनको ब्यान पछाडि रिग्रेट गरेर डराएर पिसफुल प्लेयर भएर बस्ने
अथवा सेकेन्ड अप्सन जसको नाम हो बदला। के मैले बदला लिन सक्छु त? त्यो त अर्कै भिडियोमा थाहा हुन्छ। तबसम्मको लागि शुभ प्रभात, शुभ दिउँसो, शुभ सन्ध्या र शुभ रात।